त्यो हिमचुली हजुर त्यो त्यो बिचको अन्नपूर्ण साउथ अह अनि पनि त्यो चाहिँ अन्नपूर्ण फर्स्ट अँ त्यो निलगिरी अँ अनि त्यो धम्पुस पिक धम्पुस पिकको त्यो अनि त्यसपछि टुकुचे होचोपछि अनि अनि टुकुचे त्यसपछि यो ठुलो चाहिँ धौलागिरी धौलागिरी त्यो धौलागिरी हो यो ठुलो भिर जस्तो होइन ठुलो अनि त्यसपछि त्यो उताको गुर्जा अँ त्यो सब यो चाहिँ धौलागिरी होइन त्यो टुकुचे हो यो धम्पुस धम्पुस पिक त्यो त्यो चौता बादल छ नि त्यसको हजुर हजुर यो चुच्चो चाहिँ टुकुचे ए अनि यसलाई मानवपाथी पनि भनिन्छ होइन त्यो ठुलो चाहिँ धौलागिरी ए धौलागिरी धौलागिरी। यो ओके है अँ यहाँबाट उताको सबै धौलागिरी रेन्ज ए रेन्ज सबै रेन्ज हो यो के भन्नुभयो अहिले फेरि भन्नु त ठुलो यो ठुलो साउथ अन्नपूर्ण साउथ साउथ अन्नपूर्ण त्यो अन्नपूर्ण फर्स्ट अन्नपूर्ण वान एपी वान अन्नपूर्ण वान अँ। निलगिरी ए 1 2 3 4 5 6 7 8 9 10 11वटा हिमाल देख्छ कि यहाँबाट अँ 1 2 यताको दाइ म भन्छु है त उतापट्टिको चाहिँ सानो हिमचुली। हिमचुली अनि एपी अन्नपूर्ण फर्स्ट अन्नपूर्ण साउथ ए साउथ अन्नपूर्ण फर्स्ट निलगिरी निलगिरी धौलागिरी धम्पुस धम्पुस पिक टुकुचे टुकुचे धौलागिरी धौलागिरी त्यो पर चुच्चो चाहिँ गुर्जा गुर्जा अनि अच्छा। यो यता यता बिचको चाहिँ? धौलागिरी रेन्ज सबै धौलागिरी रेन्ज ल म भन्छु है दाइ कति सम्झिन्छु मैले त्यो उताको चाहिँ हिमचुली हिमचुली त्यसपछि गएर अन्नपूर्ण साउथ अँ अन्नपूर्ण फर्स्ट अँ त्यसपछि गएर निलगिरी अँ धम्पुस पिक पिक धम्पुस पिक अँ अनि यतापट्टिको एकछिन बग्ने है त धम्पुस पिक पछिको यो टुकुचे टुकुचे अनि यो धौलागिरी 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 रेन्ज यो भयो होइन यता गयो गुर्जा गुर्जा ल सम्झेँ मैले ल धेरै धेरै धन्यवाद दाइ